वेलकम ब्याक। आज हामी सेसन 24 गर्दैछौँ र सेसन 24 मा भने हामी सर्टेन इलिमेन्ट्स अफ राइटिङ टास्क 2 को बारेमा कुरा गर्छौँ र लेट्स स्टार्ट। हैन, योभन्दा अगाडिको भिडियोहरूमा हामीले धेरैचोटि नै हैन इन्ट्रोडक्सन प्याराग्राफ, बडी प्याराग्राफ अनि कन्क्लुजन प्याराग्राफ हुन्छ राइटिङ टास्क 2 मा भनेर कुरा गरिसकेको छौँ र इन्ट्रोडक्सन प्याराग्राफमा चाहिँ हामीले प्याराफ्रेज गर्नुपर्छ गिभन क्वेसनलाई, आउटलाइन लेख्नुपर्छ, ओपिनियन दिनुपर्छ यदि मागेको छ भने। क्वेसनले ओपिनियन मागेको छैन भने हामीले ओपिनियन दिइराख्नु पर्दैन, दिनु नै हुँदैन, क्वेसनले मागेकै छैन हैन। अनि बडी प्याराग्राफमा नर्मली हाम्रो दुईटा तीनटा जतिवटा भए पनि के हुन्छ त, हाम्रो टपिक सेन्टेन्सहरू हुन्छ, सपोर्टिङ सेन्टेन्सहरू हुन्छ, हामीले एक्जाम्पलहरू, एक्सपिरियन्सहरू दिँदै त्यो प्याराग्राफलाई समराइज गर्ने कोसिस गर्छौँ र कन्क्लुजनमा हामी के गर्छौँ, समराइज गर्छौँ। समराइज कसरी गर्छौँ त भन्दा हरेक बडी प्याराग्राफको चाहिँ टपिक सेन्टेन्सहरूलाई लिएर, टपिक सेन्टेन्स भनेको चाहिँ फर्स्ट सेन्टेन्स अफ एभ्री बडी प्याराग्राफ द्याट क्यारिज द मेन कन्सेप्ट अफ दोज प्याराग्राफ्स है। सो यो प्याराग्राफहरूबाट इचबाट टपिक सेन्टेन्स आउँछ र त्यसलाई युज गरेर हामी कन्क्लुजन लेख्छौँ। र आजको यो भिडियो चाहिँ मोर कस्तो खाले हुन्छ भने टास्क 2 लेख्दाखेरि धेरैजनालाई डर लाग्ने जस्तो हुन्छ। सिम्पल छ हैन, हामीले सजिलै गर्न सक्छौँ। जेनरल स्ट्रक्चर यो भयो। त्यस पछाडि अब मैले केही टिप्स भनौँ या के भनौँ, अब राइटिङ टास्क 2 मा त्यस्तो धेरै डराउनु पर्ने कुरा किन छैन भन्दाखेरि चाहिँ यदि टास्क 2 नै 3-4 लेख्नु पर्ने भएको भए चाहिँ they would know that you may not have a wide range of words, you don't have wide range of writing style हैन। तर जम्मा एकचोटि लेख्नुपर्छ, जसको मतलब के हो भने मसँग एउटा राम्रो लेख्ने तरिका छ भने पनि they will be convinced you will have your score, good score। सो कहिलेकाहीँ चाहिँ यसरी पनि लिँदा हुन्छ हामीले, इट्स जस्ट वान टास्क के 5वटा एसे लेख्नु परेको सिनारियो भन्दा चाहिँ एउटा एसे लेख्नु परेको सिनारियो वे इजियर हो, किनभने त्यसमा चाहिँ मेरो कमी कमजोरी म लुकाउने गरी चाहिँ लेख्न सक्छु। सो इट्स जस्ट वान टास्क। सो नम्बर 2, कहिलेकाहीँ चाहिँ अब कति प्याराग्राफ लेख्ने होला भनेर नसोचिकन लेख्ने धेरैजनाको बानी हुन्छ। तर टास्क 2 गर्ने नै भइसकेपछि चाहिँ सुरुमै म यतिवटा प्याराग्राफ लेख्छु होला भन्ने टाइपको थोर बहुत प्लान भएर अनि त्यो प्लानमा स्टिक भएरै जानु पर्यो। किनभने प्याराग्राफ लेख्ने भनेको यतिवटा लेख्छु भन्ने कुरा मात्रै नभएर प्याराग्राफ भन्ने बित्तिकै त्यो प्याराग्राफले क्यारी गर्ने मेन आइडिया चाहियो, त्यो मेन आइडियालाई सपोर्ट गर्ने सपोर्टिङ आइडिया चाहियो। योभन्दा अगाडिको भिडियोहरूमा मैले प्याराग्राफ राइटिङको बारेमा पनि मजाले एक्सप्लेन गरिसकेको छु हैन। प्याराग्राफलाई के चाहिन्छ, एउटा टपिक सेन्टेन्स चाहिन्छ जुन भनेको त्यो प्याराग्राफको मेन आइडिया हो र त्यस पछाडिको सेन्टेन्सहरूले हामी सपोर्ट गर्दै जान्छौँ। त्यही भएर प्याराग्राफ चाहिँ यतिवटा लेख्छु भनेर पहिल्यै प्लान गर्न किन पनि जरुरी छ भने मसँग यति आइडियाहरू आइरहेको छ र त्यति आइडियाहरूलाई चाहिँ मैले लेख्नुपर्ने छ भनेर अगाडि हामीलाई थाहा पनि हुन्छ अनि टाइम कति लाग्छ भनेर पनि थाहा हुने भएको भएर है। सो अर्को भनेको चाहिँ प्रिपेयर अ टेम्प्लेट फर योर सेल्फ भनेको चाहिँ बिकज इट्स ओन्ली वान टास्क। कहिलेकाहीँ चाहिँ म इन्ट्रोडक्सन प्याराग्राफ चाहिँ यसरी लेख्छु, बडी प्याराग्राफ यसरी लेख्छु र कन्क्लुजन प्याराग्राफ यसरी लेख्छु भनेर एउटा टेम्प्लेट नै बनाउनु पनि सकिन्छ है। सो टेम्प्लेट बनायो भने चाहिँ टाइम सेभ हुन्छ, तर नट नेसेसरीली हैन। इफ यु आर कन्फिडेन्ट अबाउट योर राइटिङ स्टाइल यु डोन्ट निड अ टेम्प्लेट। सो अर्को कुरा भनेको चाहिँ कहिलेकाहीँ टास्क 1 सुरुमा गरौँ कि टास्क 2 सुरुमा गरौँ भन्ने कन्फ्युजन पनि हुन्छ क्या। सो टास्क 2 नैबाट सुरु गर्दा पनि हुन्छ। पर्सनली मलाई चाहिँ कस्तो लाग्थ्यो भने टास्क 2 चाहिँ इट्स मोर अबाउट राइटिङ। मैले केही हेर्न पर्दैन हैन, कुनै चार्ट हेर्नु पर्दैन, कुनै बायोग्राफ हेर्नु पर्दैन, कुनै म्याप हेर्नु पर्दैन। आई क्यान राइट माई आइडियाज इन अ प्रेजेन्टेबल वे अनि आई क्यान फिनिस इट क्विक।
सो मैले मेरो एक्जाम दिँदाखेरि चाहिँ आई डिड फिनिस टास्क 2 इन 20 मिनट्स एन्ड आई युज्ड 40 मिनट्स टु एनालाइज राइटिङ टास्क 1. तर यो सबैको लागि एउटै हुन्छ भन्ने छैन. सो फर यु इट मे बी अ डिफिकल्ट टास्क, बट जस्तै 20 मिनट्स टास्क 1 लाई र 40 मिनट्स टास्क 2 लाई दिनु भनेको देयर इज नो हार्ड एन्ड फास्ट रुल एज सच. यु हेभ 1 hour इन टोटल. सो if you can do it in less than 40 minutes, let's say you can do it in 30 minutes or you can do it in 20 minutes, यदि त्यसरी सकिन्छ भने चाहिँ थोरै भए पनि राइटिङ टास्क 1 को लागि टाइम बच्छ. किनभने टास्क 1 चाहिँ समटाइम्स इफ दे गिभ यु मल्टिपल चार्ट्स, मल्टिपल भनौँ न दुईटा पाई चार्ट, एउटा टेबल, धेरै डेटा दिएको केसमा चाहिँ you will need time to find key information. So task 2 बाट पनि सुरु गर्न चाहिँ सकिन्छ. इट्स अप टु यु. सो प्र्याक्टिस भोकेबुलरी. अब मैले टपिक्स भनेर यहाँ नर्मली राइटिङ टास्क 2 मा सोध्ने क्वेसन चाहिँ हेल्थ रिलेटेड, इन्भाइरोमेन्ट रिलेटेड, एजुकेसन रिलेटेड, टेक्नोलोजी रिलेटेड, गभर्मेन्ट स्पेन्डिङ रिलेटेड, होइन, यो टपिकहरूमा हुन्छ. सर यो टपिक रिलेटेड भोकेबुलरीहरू चाहिँ आफैले खोज्दै, होइन, जस्तै भनौँ न लेट्स से मैले चाहिँ इन्भाइरोमेन्ट रिलेटेड टपिकमा चाहिँ के वर्डहरू लेख्न सक्छु भनेर टक्क लेख्दै जाने क्या. जस्तै मैले एसिड रेन भने, होइन, इट्स भोकेब. म एसिड रेन बुझ्छु भन्ने कुरा जनाउँछ. इन्भाइरोमेन्ट भन्ने बित्तिकै मैले पल्युसन भने, होइन, अनि त्यस पछाडि चाहिँ मैले ग्लोबल वार्मिङ भने, होइन. यसरी कुनै टपिक लिएर यसो टाइम पास गरे जस्तो त्यो टपिकसँग रिलेटेड वर्डहरू लेख्दै गर्ने के. र यो टपिकहरू चाहिँ पपुलर टपिकहरू हो र यो टपिकहरूसँग रिलेटेड वर्डहरू चाहिँ आफै लेख्दै बस्ने, इन्टरनेटमा खोज्ने, जसले गर्दा त्यो वर्डहरू बुझिन्छ र त्यो वर्डहरू नै भोकेबुलरी हो, होइन. हाम्रो आन्सरमा जब हामी त्यो वर्डहरू युज गर्छौँ तब राइटिङ टास्कको वान अफ द क्याटेगोरिज रिक्वायरमेन्ट्स फुलफिल हुन्छ, है. सो भोकेबुलरी पनि प्र्याक्टिसको कुरा हो. सो यो टपिकहरूमा चाहिँ भोकेबुलरीहरू लेख्ने, यो टपिक रिलेटेड आर्टिकलहरू पढ्ने गर्दाखेरि चाहिँ भोकेबुलरी इम्प्रुभ हुन्छ. सो अर्को भनेको चाहिँ फर्म आइडियाज बिफोर स्टार्टिङ प्याराग्राफ भनेको चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भने ल एउटा क्वेसन हुन्छ अनि त्यसमा चाहिँ मैले बडी प्याराग्राफ चाहिँ दुईटा लेख्ने भएँ, होइन, बडी प्याराग्राफ 1 र बडी प्याराग्राफ 2 लेख्ने भएँ. अब बडी प्याराग्राफ 1 मा के लेख्ने भन्नको लागि त यो बडी प्याराग्राफको लागि चाहिँ आइडियाहरू क्लियर हुनु पर्यो, मेन आइडियाहरू क्लियर हुनु पर्यो. किन मेन आइडियाहरू? किनभने मेन आइडियाहरूलाई सपोर्ट गर्ने आइडियाहरू हुनु पर्यो. मेन आइडिया तब मात्र मेन आइडिया हुन्छ जब त्यसलाई सपोर्ट गर्न मसँग आइडिया छ कि. अब मेन आइडिया यस्तो बनायो कि सपोर्टिङ आइडिया नै छैन, मैले त्यहाँ सोचेर बस्नु पर्यो भने इट विल टेक टाइम. मेन आइडिया यस्तो होस् कि जसलाई सपोर्ट गरेर डिफेन्ड गर्न सजिलो होस् र छिटो होस्, होइन. त्यो भएको भएर चाहिँ सुरुमै आइडियाहरू फर्म गर्ने. मेन आइडिया यो बनाउँछु, यो मेन आइडियालाई चाहिँ यो सपोर्टिङ आइडियाहरूले म सपोर्ट गर्दै जान्छु भनेर चाहिँ क्लियर हुनु पर्यो. अनि यस्तो आइडियालाई चाहिँ मेन आइडिया बनाउने जसमा चाहिँ मोर आइडियाहरू जेनेरेट गर्न सकियोस्, होइन. र त्यो आइडियासँग रिलेटेड भोकेबुलरी पनि आफूलाई धेरै आएको होस् के. जस्तै लेट्स से इफ द क्वेसन इज अबाउट एडभेन्चर, you may include hiking, you may include trekking, you may include mountaineering. यो एडभेन्चर रिलेटेड वर्डहरू भयो, होइन. सो अब एजुकेसन रिलेटेड टपिक छ भने मेबी युनिभर्सिटिज, कलेजेस, स्टुडेन्ट्स, प्रोफेसर्स, यिनीहरू यो टपिक रिलेटेड रिसर्च, होइन, अब थेसिस, यस्तो वर्डहरू टपिक अनुसारको वर्डहरू जब हामी युज गर्छौँ त्यसले हाम्रो भोकेबुलरी देखाउँछ, है. सो टेम्प्लेट प्लान अघि जुन मैले कुरा गरेको थिएँ, जस्तै इन्ट्रोडक्सन प्याराग्राफको लागि टेम्प्लेट कसरी प्लान गर्न सकिन्छ. इन्ट्रोडक्सन प्याराग्राफमा के गर्ने हो, हामीले जहिले पनि प्याराफ्रेज गर्ने हो. अब प्याराफ्रेज कसरी गर्ने, मैले अगाडि भनेको थिएँ राइटिङ टास्क 2 जम्मा एउटा हुन्छ. सो यु आर ब्लेस्ड बिकज धेरैवटा लेख्नु परेको भए
you should have learned so many ways. एउटा प्याराफ्रेज गर्ने एउटा राम्रो तरिका सिक्ने र धेरैवटा जानिराख्नु पर्दैन. एन्ड यूज इट टु यर एडभान्टेज हैन. आउटलाइन लेख्ने भनेको अब आउटलाइन भनेको नर्मली अब यो एसेले चाहिँ यो कुरा गर्छ भनेर जब दिस एसे इज गोइङ टु डिस्कस अबाउट दिस भनेर लेख्छौँ नि त्यसलाई नै हामी के भन्छौँ आउटलाइन भन्छौँ हैन. सो अब अर्को भनेको चाहिँ ओपिनियन. अब इन्ट्रोडक्सनमा हामी ओपिनियन पनि लेख्छौँ. अब ओपिनियन लेख्ने तरिकाहरू यदि ओपिनियन टाइप क्वेसन हो भने मैले ओपिनियन लेख्नुपर्छ भनेर त हामीलाई अलरेडी थाहा छ. किन छिटो नलेख्ने. ओपिनियन लेख्ने एउटा तरिका जहिले पनि युज गर्ने. धेरैवटा तरिका चाहिँदैन हैन. एउटा टास्क वान टास्क इट्स इजी है. सो इन्ट्रोडक्सन प्याराग्राफ चाहिँ म यसरी प्याराफ्रेज गर्छु, म आउटलाइन यसरी लेख्छु, म मेरो ओपिनियन यसरी लेख्छु भनेर यु क्यान अलवेज डु इट द सेम वे वान वे हैन. धेरैवटा तरिका किन जान्नु परेर. सो this is something that will save you a lot of time because a lot of people spend a lot of time writing introduction paragraph itself है. So जस्तै मैले केही एक्जाम्पलहरू दिएको छु. जस्तै some people believe that spelling wrong भएछ. some people believe that अनि एउटा one side on the contrary others argue अर्को side अनि in my opinion your opinion is here. As simple as this. You can have a template for your introduction paragraph. Likewise, यस्तो पनि हुन सक्छ. Likewise, यस्तो पनि हुन सक्छ. So this is called rhetorical question. हाम्रो इन्ट्रोडक्सन प्याराग्राफमा हामी क्वेसन सोधेरै पनि स्टार्ट गर्न सक्छौँ है. जस्तै let's say there is a topic. Some people believe that the high school children should not be allowed to drive. हैन. गिभ योर ओपिनियन इन दिस टपिक भनेर यस्तो क्वेसन छ अरे है. त्यो केसमा अब यु क्यान स्टार्ट बाई सेइङ सुड द हाई स्कुल स्टुडेन्ट्स बी गिभन द पर्मिट टु ड्राइभ हैन. सो यु क्यान ह्याभ दिस काइन्ड अफ ओपनिङ्स एज वेल. सो इन्ट्रोडक्सन प्याराग्राफलाई पनि यु क्यान मेक अ टेम्प्लेट. बडी प्याराग्राफलाई यस्तो खाले टेम्प्लेट बनाउन सकिन्छ. यहाँनिर हाम्रो टपिक सेन्टेन्स आउँछ. त्यहाँदेखि मैले इन एडिसन लेखेँ, यो टपिक सेन्टेन्समा एड गरेँ, टु एड मोर गरेँ, फेरि अर्को सपोर्टिङ आइडिया लेखेँ, बिसाइड्स गरेँ, फेरि अर्को सपोर्टिङ आइडिया लेखेँ, फर इन्स्टेन्स लेखेँ अनि मैले इक्जाम्पल दिएँ. एज सिम्पल एज दिस. यु क्यान ह्याभ टेम्प्लेट फर युर सेल्फ. सो तर सधैँ यस्तै खाले हुन्छ होइन. आइएम जस्ट गिभिङ यु एन एक्जाम्पल के म कस्तो खाले कोहेसिभ डिभाइसहरू चाहिँ म कस्तो खाले युज गर्ने भनेर आई हेभ द फ्रिडम अनि आई निड टु राइट जस्ट वान टास्क के. सो मैले आइडियाजहरू एड गर्नु पऱ्यो भने मैले कन्ट्र्यारीमा कुनै कुरा लेख्नु पऱ्यो भने कसरी लेख्ने, मेरो ओपिनियन कसरी लेख्ने. ओपिनियन एकचोटि इन्ट्रोडक्सनमा लेख्नुपर्छ, एकचोटि कन्क्लुजनमा लेख्नुपर्छ. सो ओपिनियन लेख्ने दुईवटा तरिका सिके भयो. यसरी बडी प्याराग्राफहरू प्लान गऱ्यो भने के हुन्छ. दिस इज येट अनदर एक्जाम्पल हैन. सो कन्क्लुजन हामी कसरी स्टार्ट गर्न सक्छौँ. इन कन्क्लुजन लेखेर स्टार्ट गर्न सक्छौँ. इन अ नटसेल लेखेर स्टार्ट गर्न सक्छौँ. टु सम अप लेखेर स्टार्ट गर्न सक्छौँ. यु डोन्ट निड टु लर्न अ होल न्यू लट अफ वेज हुन्छ नि. सिम्पल 2-3वटा जाने पुग्छ. दिस इज ओन्ली वान राइटिङ टास्क 2 है. सो हियर आर सम अफ द भेरी इम्पोर्टेन्ट थिङ्स द्याट यु विल निड इन राइटिङ टास्क 2. सो दिस विल बी मोर देन इनफ. एक्चुली प्लेन्टी. सबै यो लिस्टबाट चाहिँ 2-3वटा याद गरे पुग्छ फर यर टास्क 2. दिस इज फ्रम अ बुक कल्ड 15 Days फर आइएल्स राइटिङ. सो इन्ट्रोडक्सन प्याराग्राफहरू यसरी सुरुवात गर्न सकिन्छ. बडी प्याराग्राफहरूमा सपोर्टिङ सेन्टेन्सहरू यसरी सुरुवात गर्न सकिन्छ. सेकेन्ड सपोर्टिङ सेन्टेन्स लेख्नु पर्यो भने यसरी लेख्न सकिन्छ. कन्क्लुजनहरू सुरुवात गर्दाखेरि यसरी कन्क्लुजन सुरुवात गर्न सकिन्छ. अब कज एन्ड इफेक्ट भनौँ न. कज एन्ड इफेक्ट रिलेटेड राइटिङ टास्क 2 क्वेसनहरू पनि आउँछ नि त. वाट आर द कजेस अफ इन्भाइरोमेन्टल डिग्रेडेसन, ग्लोबल वार्मिङ, यस्तै विभिन्न क्वेसनहरू होइन.
त्यसमा कज एन्ड इफेक्टमा कसरी चाहिँ सेन्टेन्सहरू राम्रो लेख्ने भन्ने यो सर्टेन स्याम्पलहरू हो। म याद गर्नु भनेर त्यस्तरी रिकमेन्ड गर्दिनँ, बट फर पिपल हु आर लुकिङ फर इजी ह्याक्स होइन, दिज आर इजी ह्याक्स, you'll score good if you can use these templates to your advantage. कम्पेरिजन गर्नको लागि यो खाले स्ट्रक्चरहरू युज गर्न सकिन्छ। त्यस्तै अब यो काउन्टर आर्गुमेन्टको लागि यस्तो खाले स्ट्रक्चर युज गर्न सकिन्छ, अनि यो इन्फर गर्नको लागि यस्तो खाले युज गर्न सकिन्छ, एक्जाम्पलको लागि यस्तो युज गर्न सकिन्छ। फाइनली, थ्याङ्क्स फर वाचिङ गाइज, हेभ अ गुड डे।